मोमो बनाउँदैछु है। अचारको लागि भयो रेसिपी है, म सादा बनाउँछु, त्यही भएर धेरै दिनको बादमा आज चाहिँ मोमो बनाएर खानु लाग्छु। अनि यसरी चाहिँ मैले धनिया, टमाटर र लसुन खोर्सानी राखेर मात्रै मैले बनाउँछु अचार चाहिँ है। यो पनि सिम्पल सादा खालको बनाउँछु म चाहिँ, मलाई चाहिँ त्यस्तै मिठो लाग्छ, त्यही भएर ल। धेरै महिनाको बादमा चाहिँ युट्युबमा भिडियो हाल्नुको लागि लिएर आएको, एकदम अर्ग्यानिक भिडियो लिएर आएको। आज चाहिँ केही सेट नगरेको, यत्तिकै हामी यहाँ बसेर यत्तिकै गफ गर्दै खानु भनेर आएको है, धेरै महिनाको बादमा। ल खानु यहाँ ठोकाएर यता राखिसकेपछि ल खानु खानु। चम्चीले नखाने म हातले खाने कस्तो भयो है, मिठो छ। सादा अचार पातलो भयो नि मिठो छ। बेकार हालेन भयो किन मासु के हाल्नु के भन ए मुखुरी नै निस्किँदो रहेछ। मुखको नै निस्किँदो रहेछ अरे। हातले हाल्नु न यसरी, हातले चम्चीले होइन। बाक्लो भयो भनेर भन्यो। पातल त्यो होइन पातल गरेर अलिक बेसरी पाक्यो। हातले हाल्नु न, हातले यसरी पक पक त्यो पनि बनाइहालेको है हप्ता त के खानु। सेटिङ गर्नु छैन नि त होइन। अब उता घरमा भएको भए त सेटिङहरू हुन्थ्यो, बस्ने ठाउँ थियो। अब यहाँ चाहिँ अलिकति अभाव छ, बनाउनु पर्ने हुन्छ। सानो सानो छ, त्यही भएर चाहिँ अब त्यस्तै हो। पहिला त पुरा खाएर कति पुगेको थियो अरे हाम्रो, धेरै भएको थियो अरे। अहिले हामीले बिचमा छोड्यौँ क्या, त्यही भएर न त अझै कन्टिन्यू गरेको भए त राम्रै हुन्थ्यो होला, छोड्यौँ त्यही भएर। किन पहिला पहिला खान्थ्यो, अनि कहिले बढ्छ कहिले के हुन्छ, अनि त्यतिकै बनाउनु चाहिँ छोडिरहेको थियौँ। बेसी मम्मीको व्रत पर्छ, अनि त्यही भएर अब कति खाएर बनाउनु, खाएको खाएकै बन्नु पऱ्यो, देखाउनु पऱ्यो, देखाउनु सक्नु पऱ्यो होइन। त्यही भएर 3-4 महिनाको बादमा पो होला है भिडियो गरेको। त्यही भएर अलिक ग्याप भयो थुप्रो भयो नि। त्यही त ल्याएको थियो भर्खरको उसलाई, अबदेखि रोमान्स के अरे रोमान्स भनौँ, उसलाई खुसी पनि पार्नु पर्ने थियो। त्यही भएर के भन्नु रोमान्स त्यही त भन्नु खुसी। अब भर्खर पनि ल्याएको थिएन ऊ, त्यही उसलाई अब अलिकति अब त्यस्तै अब रमाइलो, त्यस्तै चिजहरू रमाइलो ठाउँमा जाने, रमाइलो ठाउँमा खाने, त्यस्तो गरेको थियो होइन। अब त्यतिखेर मात्रै होइन, हामी सधैँ यस्तै हो होइन, त्यतिखेर गरेको थियो नि त। अब खानु त सधैँ खाइन्छ, अब कहिले पर्छ पर्छ के गर्छ, त्यही भएर नबनाउनु भनेको क्या उसलाई। कहिले कहिले मात्रै बनाउनु पर्छ, अनि कहिले भ्याउँदैन, काट्नु ढिलो न ढिलो गर्छ, उसले बनाउनु ढिलो गर्छ। अरू कुरा चाहिँ त्यस्तै फेरि बनाएर एडिट गर्नु पर्यो। तर यो त म जस्तो त्यस्तै हाल्छु। अनि एडिट गर्दाखेरि कति बेर लगाइदिन्छ एडिट गर्नु, कति दिन पो लगाइदिन्छ। अनि त्यत्तिकै भएर त्यस्तो भएको क्या, न त हामीले त अब चाहिँ गर्छौँ होइन, जाडो महिना नि लाग्यो, जहिले त हुँदैन, अब कहिले काहीँ यसो कहिलेकाहीँ जहिले खायो भने त मर्काइन्छ। त्यही भएर ज्यान लागेर कोठो भइसक्यो साथीहरू, त्यही भएर चाहिँ हामीले अलिकति कम गरेको। कहिले कहिले हुन्छ, कहिले व्रत पर्छ, धेरै त व्रतै पर्छ मेरो। मलाई नै हालिदिएको यो चाहिँ छेडेर खानुपर्छ क्या, केही हुँदैन त्यो के भन्नु त्यो
त्यो के अरे त्यो मासु सुपै त्यो रानी बहिनीले आमा के त्यो खाएको नि अक्टोपस खानु मन लागेको छ मलाई भात बटिनीबाट पनि जलाइदिइहाल्यो पाउँथ्यो होला नि त अक्टोपस के गर्नु जेन्जी भाइ बहिनीले सबै बिगारिदिइहाल्यो गर्नु गरेको छैन है त्यहाँ नपाउने सबै पाउँथ्यो त्यो अक्टोपस खानु मन लाग्यो मलाई सबैले खाएको देखेर खाने म लिन्छु कस्तो मजाले खान्छ है पछाडि बनाउनु फेरि ल्याउँदा मजाले खान्छ त्यो बनाउनु त सजिलो छु त्यो बनाउनु त सजिलो हुन्छ सजिलो डरले तर म त आँट लाग्दैन त्यो खानु बफाएर कस्तो मजाले खान्छ खाएको देखेर आएको मिठै भएछ मोमो कति हाल्यो दाना तुम्हाला कति हाल्यो मैले छ त तानेर खानु न 40वटा खाइछु दालबाट चाहिँ कम्प्युटर हुँदैछ आखिर बन्द हामीले आमा छोराले खाइसक्यो आमाले खाइसक्नु मैले आफै हाल्दै खाने गर्नु तिमी गर्ने हालिदेऊ न गर्नु अर्को हुन्छ क्या मोमो त खाइनै रहेछ कतिवटा हालेको किम्चीमा जानुपर्छ कम्पिटिसन गर्नु 5 मिनटमा 40वटा 5 मिनटमा 40वटा फेरि यस्तो नि अब किनेर खाएको चाहिँ फेरि एक प्लेटमा नै अगाउँछु क्या म किनेर खाँदा चाहिँ एक प्लेटमा पनि अगाउने किनेर खाँदा नि साथै फेरि एक प्लेट के साह्रो अगाएको म त सक्क पर्दै गाउँमा कतिको थियो एउटा खाना आमा छोडेर बराबर खाइदिन्छु है त्यही अचार पनि लाग्छ त्यही भएर साथी यस्तो छ मिलाउँछ अब मैले चाहिँ किनभने अब पेटहरू पनि घटाउँदैछु नि त त्यही भएर एक्सर्साइजहरू हुँदैछ अब नपकाउँदै के पकाउन पेट लाग्दैन कस्तो गरे हिँड्नै नसकेको होइन खुट्टा दुख्नु थालिसकेको थियो त्यही भएर चाहिँ नारो भयो अनि भयो त्यही भएर चाहिँ हामीले कम हुँदै गएको साथी र रोग पनि लाग्छ नि त बिस्तार पनि भयो त्यही भएर त्यही भएर चाहिँ कम हुँदै गएको हो साथीहरू त्यही भएर कम हुँदै गएको साथीहरू होटेलमा चाहिँ अगाइहाल्छ एक किलो के हो त्यो नि अचम होइन अगाइन्छ पैसा अगाएको होला त्यो पैसाले दिनु पऱ्यो खानु पर्छ नि त्यही भएर अगाएको घरमा यस्तो बनाउँदा ओर्दा नै बनाएर हालिदिँदैछ अहिले भन्छ है साथीहरू तपाईँ बाह्रवटा अहिले गयो खानु मैले चिन्ता तिमी किन्दाम ल अन्त भोलि के हुन्छ क्यामेरा बेसरी घोप्राउनु भएको छ क्या हो आइहाल्छ नहोला न अहिले चाहिँ हामी 3जना मात्रै छौँ घरमा हो दिदी र भाइ घर जानुहुन्छ त्यो के अरे यस्तो थियो नि त्यो हेर्दै खानु मन लाग्छ अनि परको घरमा मात्रै हुन्छ राम्रो सिजर पेपर राख्दो बाहिर सिजर पेपर त्यो हो त्यो चाहिँ म धेरै हेर्छु मनपर्छ मलाई उहाँ घरमा गर्नुपर्छ छतमा अब त्यो हेर्नुलाई चाहिँ अब यहाँ साँगुरो छ अलिक टाइम पनि पाइँदैन यसो घरमा जाँदा सुप नखाने घरमा जाँदाखेरि देखाउनु
के त मैले खाए जाडो महिनामा खाँदा खाएको सुहाउँछ है। के ल्याइदियो थ्याङ्क यू। यहाँ बस्छ मोमो खाने अझै आउनु म पेट दुख बस न आऊ त्यही बोकेर गल्यो मोमो खाने न आऊ कोसीले ल्याइदिएर आयो एकजना म गर्नु बनिन्छ मेरो बुढोको कमेन्ट के भन्नु मेरो बुढोको कमेन्ट सिस बाबे पर सिस भनेर खान्छ उसको हेर्छु अनि भेडो खाने त्यो दिदीहरूको जतिखेर खाएको हुन्छ तर हामी चाहिँ लेभलमा मात्रै खान्छौँ जहिले तहिले खाएको हुँदैन ज्यानहरू लागेर बसेको यो अचार क्या त्यो बदाम तिल चाहिँदैन क्या साथीहरू हुन्छ बदम फेरि बदाम हालेको होइन त टमाटरको मात्रै हो टमाटर र लसुन स्वाद आएन म तपाईँसँग खानु न सर अब त त्यो पार्टी मार्दैन फुल के होला मार्दैन सबै पिल्सेर त्यो टोक्का त गयो मोटो मोटो छ ठिक छ त्यो छोपेको चाहिँ गरिदिनु पर्छ नि माथिको हावा किन बाहिर निकालिदिनु त्यो पानीबाट बाहिर भइयो त त्यो हावा निकालिदिनु न ए हावाले बुच्चो चाहिँ मोमो खाने मोमो खादिन खाऊ एउटा मजा खादिन हजुरलाई न यहाँ छ हो त्यो राख्नु नि भोलि खानु सुप खाने सुप बुझ्नु मोमो नखाने खाले खाले मोबाइल हेरेपछि त नि चिसो अनि गएर मैले यो एयरपोर्ट कहाँबाट ल्याएँ भनेर सोधेँ कि दराजबाट मान्छे त्यसपछि त पढाइ गोली मारेर एक एकवटा कानमा धुम 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 गर्दै मलाई कति हो सुँगरबाट भयो क्या तपाईँलाई चाउमिन छैन 12 त 22 मम्मी 29 अब उहाँहरूले फेरि क्लास गर्नुहुन्छ के खानुभयो मम्मी अझै आउनु भएन भन्दैछन् साथीहरू
मम्मी तपाईँ चाहिँ आउनु भयो देखेर खाएको भयो मुख चाहिँ नगाउने हो होइन अब देखते हैं वो मेकअप लगा के कैसे रील बनाते तुम्हारा मेकअप खत्म हो गया था ना, ये देखो मैं तुम्हारे लिए मेकअप लाई, लो इसे लगा कर रील बनाना। ठीक है माँ जी। जैसे ही वो मेकअप लगाएगी चिल्ला चिल्ला के रोएगी। 25 उता प्लस छ अरे मम्मी चलो गेट लगा देता हूँ और अब चलता हूँ, लेकिन अगर गेट खोलकर चोर घुस गया तो नहीं ऐसा मैं नहीं होने दूंगा। गेट को अच्छे से लॉक कर देता हूँ और अब चलता हूँ, लेकिन अगर चोर गेट मार कर अंदर घुस गया तो नहीं ऐसा नहीं होने दूंगा। अच्छे से गेट चोर नहीं घुसेगा। ये खाने में बहुत ही मजा आ रहा है, लेकिन लेस तो नीचे गिर गया, इसे उठाकर खा जाता हूँ, लेकिन अगर इसे खाने से मुझे वायरस हो गया तो नहीं मैं तो पहले वाला लेस खाऊंगा, चलो कपड़ा खोलता हूँ, लेकिन अगर मेरे मोबाइल को हैकर ने हैक कर लिया तो पहले मैं फोन को पाल्टा देता हूँ और अब मैं अपने कपड़े को खोलकर मोबाइल को ढक देता हूँ और अब पानी पी लेता हूँ और अब चलते हैं, लेकिन अगर पानी में वायरस घुस गया तो नहीं चलो जल्दी से बोलो मैं ढक्कन लगा देता हूँ। अब कुछ नहीं होगा, इस बार मैंने लाइट ठोको। चलो ओ भाई जल्दी आ, हमारी ट्रेन धेरै पछि अब भिड त आउँदैन माथि